तपाईँ आत्मामा हारिसकेको छ, भित्रबाट मृत्युको डरले सताउँदैछ, बिमारीको डरले सताउँदैछ, भविष्यको डरले सताउँदैछ भने चाहिँ त्यो विश्वासी चाहिँ हारेको छ। अब म भन्छु मलाई थाहा छैन को हारेको छ जितेको छ, यदि त्यस्तो कल्पना आउँदैछ भने चाहिँ तपाईँ भित्रबाट हारिसकेको छ। अब यहाँ प्रश्न आउँछ, के हारेको विश्वासी स्वर्ग राज्य जाँदैन? जान्छ कि जाँदैन? तपाईँहरू भन्नुहोस् त, हारेको विश्वासी स्वर्ग जान्छ? हारेको विश्वासी स्वर्ग जाएगा? नहीं जाएगा। जान्छ? हारेको विश्वासी स्वर्ग जान्छ, जाएगा, मगर वो इस्तेमाल नहीं होगा इधर में। हालेलुया। हारेको विश्वासी स्वर्ग जान्छ, तर उसलाई परमेश्वरले इस्तेमाल गर्दैन। कुनै पनि आशिषको लागि उसलाई इस्तेमाल गर्दैन, किन ऊ हारेको छ, खोजा भएर बसेको छ ऊ आत्मामा। शरीरको खोजा चाहिँ होइन, आत्मामा खोजा हुन्छ। जब आत्मामा खोजा भएपछि चाहिँ त्यो आत्मिक लडन्तमा लड्न सक्दैन। हारेको विश्वासीहरू ऊ सरेन्डर गरेको छ। हारेको विश्वासीहरू स्वर्ग जान्छ, तर यहाँ उसले मान्छेलाई सही दिशा दिन सक्दैन, एउटा आत्मालाई बचाउन सक्दैन। अनि याद गर्नुहोस्, तपाईँलाई जसले सिकाउँछ नि त्यो हारेको विश्वासीहरूको जितेको। जो हारेको विश्वासीको पछि लाग्छ नि त्यो त सिधै हारे। हालेलुया। त्यही अन्धलाई डरायो दुईजै खाल्टामा जान्छ भनेको। हारुवाको पछाडि त हारुवै हुन्छ त्यो, जितेको पछि लाग्यो भने जित्नेको पछि त्यो विजय हुन्छ। हालेलुया। एउटा मण्डली हो पास्टर हारेको छ नि, विश्वासीहरू सबै हारेको याद गर्नु। अच्छा, हालेलुया। एउटा पास्टर चाहिँ हारुवा छ भने उसको मण्डलीको सबै विश्वासी हारेको हुन्छ, याद गर्नु। हालेलुया। उसको विश्वासी, एउटा पास्टरले दबाईमाथि, पैसामाथि, रुपियाँमाथि भरोसा गर्छ भने त्यो सबै विश्वासीहरू त्यसमै भरोसा गर्छ। रुपियाँमाथि, पैसामाथि, डक्टरमाथि, दबाईमाथि भरोसा गर्न थाल्छ, त्यो हार्यो। त्यो सबै मण्डली हार्छ, याद गर्नु। त्यही लागि हिब्रूको किताब भन्छ तिमीहरूले आफ्नो गुरुजनको कुरा सुन्नु। हारा हुआ। अब मैले भनेको तपाईँ हारेको छ कि जितेको छ, तपाईँको लागि कस्तो हुन्छ यही। पुरा भरोसा हामीलाई यही गर्नु चुनेको। एउटा परमेश्वरबाट आएको दासले कहिले पनि दबाईमाथि भरोसा गर्न सिकाउँदैन, पैसामाथि भरोसा गर्न सिकाउँदैन, मान्छेमाथि भरोसा गर्न सिकाउँदैन, उहाँको अभिषेक दासलाई। हालेलुया। मान्छेले बनाएको पास्टरले मान्छेलाई भरोसा गर्न सिकाउँछ, परमेश्वरले बनाएको पास्टरले परमेश्वरमाथि भरोसा गर्न सिकाउँछ। हालेलुया। यही हो लक्षण परमेश्वरले खडा गरेको पास्टर र मान्छेले खडा गरेको पास्टरमा। मर्छ तर भरोसा गर्दैन। सचमुच मैं मर जाऊंगा मगर मैं पैसे पे दबे पे भरोसा नहीं करूंगा। मैं मरने के लिए तैयार हूं। सच्चो भन्दैछु म, साँच्चै जुन मण्डलीमा पास्टर हारेको छ नि, विश्वासी सबै हारेको छ। किनकि पास्टरले आफ्नो अनुभव बताउँछ, आफू जस्तो छ त्यस्तै बोल्छ यहाँबाट। त्यसलाई न जसलाई तँलाई म यहाँ उभिएर बोल्नु दिँदैन त, मलाई थाहा छ भित्र जस्तो छ त्यस्तै बोल्छ। यहाँ उभिएर जसलाई तँलाई बोल्नु दिँदैन म, यस कारण पैसामा भरोसा भएको मान्छेले यहाँ पैसामा भरोसा गर्न सिकाउँछ। यहाँ उभिएर परमेश्वरमा भरोसा भएको व्यक्तिले परमेश्वरमा भरोसा गर्न सिकाउँछ। मलाई थाहा छ जसले जो परमेश्वरबाट आएको सेवकहरूले परमेश्वरमाथि भरोसा गर्न सिकाउँछ, संसारबाट आएको सेवकहरूले संसारमाथि भरोसा गर्न सिकाउँछ। अनि हारेको विश्वासीहरू स्वर्ग जान्छ, तर ऊ परमेश्वरको काममा इस्तेमाल हुँदैन, ऊ दुष्टसँग लड्न सक्दैन। ऊ हारेको छ, खोजा बनेर बसेको छ एक जग्गामा। कति दुःखको कुरो नि, आज सन्डेको दिनमा कतिवटा यस्तो मण्डली छ माथिबाट परमेश्वरले देख्दा सबै हारेको छ।
हारेको छु। ठुलो मण्डली होला, चर्च यत्रो बनाएको होला। मैले भने सुरुमै चर्च बनाउनु भनेको छैन परमेश्वरले। हालेलुया। तपाईँ चर्चमाथि भरोसा गर्नु भने चाहिँ यहाँ नआउनुहोस्, जानुहोस् अर्को चर्च। भोलि मर्दा के होला, मृत्यु फन्ड उठाउँछ त्यो। मृत्यु फन्ड 100 उब्रे आइतबार पछि। नौरन भयो भने कहाँबाट आउँछ मान्छे? बिमारी भयो भने के हुन्छ? बिना विश्वास उहाँलाई रिजाउन असम्भव। हिब्रूको किताबमा हुन्छ बिना विश्वास उहाँलाई रिजाउन असम्भव। म अहिले कोसँग बात गर्छु? अन्य जातिसँग बात गरेछु, विश्वासीसँग बात गरेको छु। यसकारण मैले विश्वासी, साँचो विश्वासी र नक्कली विश्वासी र असली विश्वासी भन्छ। नक्कली भनेको चाहिँ के भन्छ? बाहिरबाट हेर्दा चाहिँ विश्वासी देख्छ, नाम पनि विश्वासी जो पावल छ, पत्रोस छ, जेम्स अरे, सामेल अरे, माइकल अरे, भित्र चाहिँ त्यो विश्वासी गुण हुँदैन। विश्वास, विश्वासी भनेको विश्वास, परमेश्वरमाथि विश्वास गर्नेलाई विश्वासी भन्छ। हालेलुया। विश्वास छ, विश्वासी। फेरि पनि भन्छु, जो साँच्चै नै परमेश्वरमाथि भरोसा गर्ने छ नि, त्यो क्यान्सर रोगले पनि ओला हलाउन सक्दैन। याद मैले यस्ता धेरै प्रभुको दासहरू, सेवकहरू देखेँ। बाँच्नको लागि खानेकुरोमा बिहान उठेर वाक गर्थ्यो, दबाईहरू खान्थ्यो, सबै कुरो गर्थ्यो। जब टाइम आए त उसलाई बचाउन सकेन, केले पनि बचाउन सकेन। याद गर्नु, म पनि के भन्छु, मैले बचाउने होइन तपाईँलाई। याद गर्नु। हालेलुया। मैले अहिलेसम्म भनेको छ अनिलले बचाउँछ भनेर। परमेश्वरले बचाउँछ। न त अनिलले बचाउँछ, न त मण्डलीले बचाउँछ, न त पैसाले बचाउँछ, न त आफन्तले बचाउँछ, न डक्टरले बचाउँछ, न हस्पिटलले बचाउँछ। परमेश्वरले बचाउँछ भन्ने चाहिँ याद गर्नु। हालेलुया। यो गर्दा चाहिँ सारा महिमा परमेश्वरमा जान्छ। हालेलुया। तपाईँले मैले यहाँ परमेश्वर पैसाले बचाउँछ भाइ, त्यो परमेश्वरलाई दिने महिमा मान्छेमाथि जाँदैछ। हालेलुया। अनि परमेश्वरलाई सबैभन्दा नमन पर्ने कुरा हो। परमेश्वरले मेरो महिमा म कसैलाई दिदिनँ। डक्टरमाथि भरोसा गर्नु सिकाउँदैछ, उसले सारा महिमा डक्टरलाई दिँदैछ। यहाँबाट मैले डक्टरमाथि भरोसा गर्नु सिकायो भने यो त नामको लागि मात्रै चर्च हुन्छ, परमेश्वरको भवन हुन्छ। महिमा त कसलाई जाँदैछ? डक्टरलाई, दबाईलाई जाँदैछ, पैसालाई जाँदैछ। ठुलो धनी घरमा गएर चर्च बनाउनु पैसा दिनुहोस् न भन्यो भने दिइहाल्छ, 5,000 10,000। कतिले चर्च बनाउने जग्गा पनि दिन्छ। तर एउटा गरिब दुखीको घर छैन, त्यसलाई घर बनाउने पैसा दिनुहोस् न भने मर्दै दिँदैन। याद। हालेलुया। जग्गा पनि दिइरहेको छ। तर बाइबलमा चर्च बनाउनु दे भनेको छैन। याद गर्नु। साँचो उपास के हो? घर नभएकोलाई घर दिनु भन्छ। हालेलुया। अनि यस्तो विश्वासीहरूको लाखौँ जमिनहरू गरेर बसिरहेछ। एक जन्मेर त्यत्तिकै मर्यो, तर तिनीहरूले त्यो एक खुटी जमिन पनि अर्कोलाई दिएन, बरु लुट्नेमा छ। म साँचो साँचो भनिदिन्छु, त्यो विश्वासीहरू चाहिँ त्यो धनी मान्छे जस्तै हुन्छ। धनी मान्छेहरूको लाज जस्तो कुरा पढेको छैन। अहिले भने साँचो साँचो भन्छु, त्यो धनीहरू त्यो धनी मानिस जस्तो हुन्छ। लाजसको उसमा धनी मान्छे र लाजसको हिस्ट्री सुन्नुहोस्। ठुलो कुरा गर्छ, दयाको कुरा गर्छ, वचनको कुरा गर्छ, तर उसको लाखौँको करोडको सम्पत्ति गइरहेछ। त्यही विश्वासीहरू मरिरहेछ, भोकले घर नभएर बसिरहेको छ। तर मैले अहिलेसम्म देखेको छुइनँ। अहिले जन्मेर यत्रो भयो, प्रभुमा जन्मेको 25 साल भयो। गरिब दुखीलाई मैले होचाउनुको लागि यो शब्द भनेको होइन। मैले तिनीहरू चाहिँ दयनीय अवस्थामा छ। धनी मान्छेहरू फेरि पनि भन्छु, त्यो धनी विश्वासीहरू चाहिँ दयनीय अवस्थामा छ।
जसले आफ्नो धनको सदुपयोग गरेको छैन, जसले आफ्नो सम्पत्तिको सदुपयोग गरेर परमेश्वरको काममा लगाएको छैन, परमेश्वरको काम तिमीहरू आपसमा प्रेम गर। एक छाक दिन्छ, 100 रुपियाँ दिएको देखेको छु मैले, एक छाक खकम देखेको छु। फेरि पनि भन्दैछु, त्यो धनी विश्वासी जसले आफ्नो धनको सदुपयोग गरेको छैन, मोसमसीमा उडाउँछ, त्यो चाहिँ धनी मान्छेलाई लाज जस्तो, त्यसको गति त्यस्तै हुन्छ जो धनी मान्छेको जस्तो भएको थियो। अनि विश्वासीलाई भन्छु म, गरिब विश्वासीलाई धनीको अगाडि लुक्क नआउनु। फेरि पहिले पनि भनिदिएको थियो, त्यो धनी मानिस जसले गरिबलाई तुच्छ सम्झिन्छ, त्यो गरिब मान्छे जसले धनीको चाप्लुसी गर्छ, त्यो दुवै दरिद्र दयनीय अवस्थामा छ। म यहाँ अन्य जातिलाई भेट भएको प्रभुले तपाईँलाई प्रेम गर्नुहुन्छ भन्थे। हालेलुया। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, आफ्नो एकमात्र पुत्र दिनु, त्यो प्रभुलाई नचिन्नेहरूको लागि हो। लाजरसको कथा प्रभुलाई चिन्नेहरूको लागि हो। हालेलुया। 10 कवारीको कथा प्रभुलाई चिन्नेहरूको लागि हो। हालेलुया। त्यो धनी अनि मूर्ख व्यक्ति जसले भन्यो म खाती मजगर, तर प्रभुले भने आजै राति तेरो प्राण लिनेछ, त्यो विश्वासीहरूको लागि हो त्यो दृष्टान्त पनि। हालेलुया। त्यो दुईटा, एउटा बुद्धिमानी मान्छे, एउटा निर्बुद्धिले बलुवामाथि बनाए, बुद्धिमानले चट्टानमाथि घर, त्यो पनि विश्वासीको लागि दृष्टान्त हो। याद गर्नु। हालेलुया। बाइबलमा जतिवटा दृष्टान्तहरू दिएको छ त्यो सबै विश्वासीहरूको लागि हो। अन्य जातिहरूको लागि त्यही हो। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले एकमात्र पुत्र दिनुभयो, उहाँले विश्वास गर्ने प्रत्येक नाश नहोस् तर त्यसले आनन्द जीवन पायो। यही सुसमाचार। हालेलुया। दागको बोट र हाँगाहरूको त्यो विश्वासीहरूको लागि हो। फल नफल्ने हरेक हाँगा के गर्ने छ? छाटिने छ, काटिने छ। विश्वासीको लागि हो। एउटा मालीलाई भने यसले त 3 वर्ष भइसक्यो, यसले जग्गा उठाएछ, यसले फलाउँदैन त यसलाई उखालेर फ्यालिदिन्छु होइन, यसले पर्खिनु। यो पनि विश्वासीको लागि। हालेलुया। हालेलुया। परम प्रभुको भय नै ज्ञानको सुरुवात हो।